हेलो गाइज, वेलकम टु माई च्यानल। मेरो युट्युब च्यानल लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। सो मेरो नेपाल जब भ्याकेन्सीलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। सो आजको भिडियो चाहिँ ढिला नगरी स्टार्ट गरौँ है। सो आजको भिडियो चाहिँ स्टार्ट गरौँ। मेरो भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। हजुरले यस्तै भिडियो हेर्नको लागि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। यदि गर्नुभएको छैन भने अनिवार्य गर्नु होला भन्न चाहन्छु। सो आजको भिडियो चाहिँ कर्मचारी आवश्यकता सम्बन्धी सूचना छ है। प्रथम पटक प्रकाशित मिति 2078 6 महिना 11 गतेको हो। सो अभियान लघु वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंक ग वर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको लघु वित्तीय संस्था हो। यस संस्थाको वित्तीय सेवा नपुगेको क्षेत्र तथा वर्गमा वित्तीय जाँगर, वित्तीय साक्षरता र वित्तीय पहुँच उद्यमशील तथा लघु वित्तीयका सम्पूर्ण सेवा सुविधाहरू प्रदान गरी विपन्न वर्गको सामाजिक तथा अभियान उत्पादन गर्ने मुलुकको आर्थिक समृद्धिको योगदान पुर्याउने मूल्य लक्ष्य लिएको छ। यस संस्थामा चाहिँ हरेक तपसिल अनुसार रिक्त पदमा दक्ष कर्मचारीको आवश्यकता भएकोले योग्यता पुगेका इच्छुक, उत्साहित र परिमाणमुखी नेपाली नागरिकताबाट यो सूचना प्रथम पटक चाहिँ प्रकाशित भएको मिति 15 दिनभित्र चाहिँ दरखास्त आह्वान गर्न सकिन्छ भनेको छ। 15 दिनभित्र, यो चाहिँ 11 गते हो। 11 गतेदेखि तपाईँले गनेर 15 दिन जहिले पुग्छ त्यसलेसम्म भर्न सक्नुहुन्छ। सो त्यसको लागि विज्ञापन नम्बर छ, आवश्यकता सङ्ख्या श्रेणी भनेको छ, आवश्यकता न्यूनतम भनेको छ, अनुभव पत्र नै। यदि तपाईँले काम गर्नुभएको छ भने अनुभव पत्र नै बिर्सेर नभुलिकन ल्याउनु होला। सो त्यसको लागि हेर्दै जाऊँ। सो एकमा छ वरिष्ठ अधिकृत, केही भनेको छ, आवश्यकता सङ्ख्या केही पनि छैन है। त्यसपछि अधिकृत अर्थशास्त्र वाणिज्य शास्त्र भनेको छ, व्यवस्थापन कम्तीमा स्नातक उत्तीर्ण भनेको छ। लघु वित्तीय क्षेत्रमा कम्तीमा 5 वर्ष अधिकृतमा तहमा चाहिँ कार्य अनुभव भएको। यदि हजुरले 5 वर्ष काम गर्नुभएको छ भने त्यसको अनुभव पत्र चाहिन्छ। सो 2 मा छ वरिष्ठ अधिकृत, एकजना अधिकृत सूचना प्रविधि विषयमा स्नातक वा सो तहको उत्तीर्ण भनेको छ। लघु वित्तीय तथा कर्जा सूचना व्यवस्थापन सम्बन्धी कार्यालय चाहिँ मुनि कम्तीमा 3 वर्ष कार्य गरेको अनुभव भनेको छ। त्यसपछि 3 नम्बरमा छ कनिष्ठ अधिकृत, केही सङ्ख्यामा छ, स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण भएको हुनु पर्ने प्रमाणपत्र वा सो सहको परीक्षा उत्तीर्ण गरी वित्तीय क्षेत्रमा चाहिँ कम्तीमा 5 वर्ष वा सो अधिकृत अनुभव भएको, शाखा प्रमुखको रूपमा चाहिँ कम्तीमा 2 वर्ष कार्य अनुभव भएको भनेको छ। त्यस्तै गरी 5 नम्बर छ केही समय भनेको छ, सुपरभाइजर, केही सहायक भने 10+2 वा सो सहको चाहिँ परीक्षा उत्तीर्ण गरेर स्नातक उत्तीर्ण गरेलाई प्राथमिक दिनेछ भनेको छ। सामान्य तह वा एक तह मुनि कम्तीमा 2 वर्ष चाहिँ लघु वित्तीय रेमिटेन्स बिमामा चाहिँ काम गरेको अनुभव भएको भनेको छ। 6 नम्बर छ लास्ट। त्यसपछि छ सवारी चालक, वरिष्ठ सवारी चालक भनेको छ, केही सहयोगी अरे 8 कक्षा पास गरी 4 पाङ्ग्रे सवारी चालक चाहिँ अनुमति बिना पत्र भनेको छ। युवाहरू
पाङ्रे सहभागी चालकको चाहिँ कम्तीमा 2 वर्ष अनुभव भएको बैङ्क तथा वित्तीय संस्थामा चाहिँ काम गरेको अनुभव भएको प्राथमिक दिनेछ भनेको छ। अब चाहिँ उमेर भनेको छ। उमेर चाहिँ कति हुनु अधिकृतको चाहिँ स्नातक त 21 वर्ष पुरा भई 40 वर्ष ननागेको, अन्य पदको लागि 18 वर्ष पुरा नभई 35 वर्ष ननागेको, तर महिला आवेदन हकको चाहिँ माथि चाहिँ उमेर 5 वर्ष पुरा भएको चाहिँ उमेरमा चाहिँ 5 वर्ष पुरा थप भनेको छ। भने चाहिँ 35 भने चाहिँ 45 भयो, 40 वर्ष भनेको छ। तलब संस्था नियमअनुसार काम गर्नुपर्ने स्थान भनेको छ। स्थानको तोकेको कार्यालय भनेको छ। दरखास्त दिने अन्तिम मिति प्रथम पटक चाहिँ प्रकाशित मितिको चाहिँ 15 दिनभित्र भनेको छ। दरखास्त फारम तथा पाठ्यक्रम स्नातक यस वित्तीय संस्थाको वेबसाइट भनेको www.avian-लघुवित्तीय.com भनेको छ। अनलाइन फर्म भर्न सकिन्छ भनेको छ। छिटो सूचना प्रकाशित परीक्षाको किसिम मिति स्थान भनेको संस्थाको केन्द्रीय कार्यालय प्रकाशित गरिनेछ भनेको छ। दरखास्त बुझाउने संस्था अनलाइन मार्फत भनेको छ। परीक्षा किसिम भने प्रस्तुत पूर्वकात्मक र अन्तर्वार्ता पूर्वकात्मक र अन्तर्वार्ता भनेको छ। अधिकृतको चाहिँ कर्मचारीका लागि मोटरसाइकल लाइसेन्स अनिवार्य हुनुपर्नेछ भनेको छ। त्यसपछि कर्मचारीको आवश्यकता विज्ञापन आंशिक वा पूर्ण रूपमा चाहिँ रद्द गरिने सम्पूर्ण अभियान अधिकार र यस वित्तीय संस्था नि रहेको छ। त्यसपछि चाहिँ परीक्षा सम्बन्धी अन्य कुरा उपभोक्ता पदको लागि योग्य सक्षम र इच्छुक नेपाली नागरिक आवश्यकता कागजात निवेदन नागरिकको चाहिँ प्रतिलिपि शैक्षिक योग्यता प्रमाणपत्र प्रतिलिपि सवारी चालक अनुमति पत्र प्रतिलिपि फोटोकपी भनेको छ। फोटोकपी भनेको छ अनलाइन मार्फत पठाउनु पर्ने। छिटो सूचना परेमा चाहिँ उम्मेदवारको मात्र टेलिफोन नम्बर भने तथा इमेल मार्फत चाहिँ लिखित परीक्षा अनलाइन अन्तर्वार्ता चाहिँ नतिजाबारेमा जानकारी गराइन्छ। परिपूरक समिति अभियान लघुवित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैङ्क गवर्ग इज्जत प्राप्त राष्ट्रिय कार्यक्षेत्र भएको संख्या केन्द्रीय कार्यालय पनैती नगरपालिका 4 काभ्रे। फोन नम्बर छ, फोन नम्बर हेर्न सक्नुहुन्छ। फोन नम्बर चाहिँ ठेगाना छ अभियान लघुवित्तीय @gmail.com वेबसाइट www.avian-लघुवित्तीय.com भनेको छ। सो आजको लागि यति नै। फेरि अर्को भिडियो लिएर आउँछु। त्यसको लागि बाई बाई। जय नेपाल।